लु है साथीहरू, यो चाहिँ हाम्रो तोरीबारी हो। सर लाएर हेर्नु होला, एकचोटि कमेन्ट गर्नु होला कस्तो छ। तोरी त जहाँ पनि भइहाल्यो हुने हो हुन त होइन, र पनि यसो राम्रो देखिएको छ कि छैन कमेन्ट गर्नु होला। अब यताउता वारीदेखि पारीसम्म तोरी छरिएको अवस्था यस्तो भइरहेको छ अहिले। हेर्नु अब यो साग हो, पार्सेको साग छ। यो हरियै छ, सबै हरियै देखिरहेको छ, तर यहाँ धेरै प्रकारको तरकारीहरू छ। अब साग, पार्सेको साग छ, मुलाको साग छ, लसुन छ, प्याज छ, धनियाँ छ, तर सबै यहाँ हरियो भएकोले सबै छुट्टिएर देखेको छैन। योहरू सबै मुला हो। मुला धेरै छर्यो तर सबै उम्रिन सफल भएन। हामीहरूले जति बचाउन सक्यौँ त्यति यहाँ छ, जस्तै 20-25 वटा रुखहरू होइन, मुलाहरू छन्। तर यो सबै छ पार्सेको साग। यो फुलिरहेको छ, तर हामीले सार्न नभएको कारणले गर्दाखेरि यो अहिले छिटै फुलेको छ। यो लसुन, ल हेर्नु लसुनको बिउहरू कस्तो छ। यता सर उता केरा पनि छ होइन, सबै मुलाहरू। यो छरछिमेक गर्ने, मेहनत गर्ने हुनुहुन्छ रमा पुन मगरज्यू।